guys, so welcome to new another video. So guys, आज म गर्ने वाला रहिरहेछु फ्री फायरमा 1v1 विथ क्राफ्टल्यान्डमा। तर गाइस जो म यो खेल्छु त्यस लास्टको भिडियो म तपाईँले कस्टम मुड दिने वाला छु प्लस एनसी त्यही हो। तर गाइस नयाँ एनिमेसन आछ, त्यो एनिमेसनमा चाहिँ हामी यहाँ यो निकाल्ने वाला छौँ एनिमेसन। साथ ही साथ म लाइभमा आउँछु, लाइभमा आएपछि जो भन्दा मेरो साथीसँग कस्टम खेलेर त्यो साथी हराउँछ त्यसलाई 100 डायमन्ड दिनेछु प्लस म त्यसलाई गिल्डमा राख्नेवाला छु। अगर त्यसले हारे पनि जितेन भने म त्यसलाई गिफ्ट दिनेवाला छु। तो गाइस भिडियोमा लाइक र सब्सक्राइब हान्नु होला। नयाँ छ भने हान्नुहुन्छ। भिडियो हल्का लामो हुनेछ, 10-15 मिनटको नि हुनसक्छ। तर गाइस इन्जोय हान्नु, लाइक र सब्सक्राइब गर्नु होला गाइस। मेरो आवाज हल्का चेन्ज भएको छ। अब म स्टार्ट गरिरहेको छु। 3 2 1 गो। तपाईहरु लाइभमा आएर कस्टम पनि खेल्न सक्नुहुन्छ प्लस म तपाईलाई गिफ्ट दिन्छु। तर म एनिमेसन निकालेपछि किनकि गाइस मैले निकाल्नु पर्यो। हल्का गाइस पपकर्न सबै खानु, हल्का स्टाइलमा हानु है। मेरो आवाज चेन्ज भएको छ किनकि म ठुलो भइसक्यो भने लाइभमा आउनु पर्यो गाइस। लाइभ जानु होला, सब्स्क्राइब गर्नु होला। अहिले हल्का म खेल्न गइरहेको छु। अरे अब योर सुसाइड गाइस, योर सुसाइड रहेछ। गाइस यो बनाएर गाइस युएमबी बुढा अब हामी कथा भुट्छौँ गाइस। भुटेको त अब नि गाइस दुई गोली दुई हेडशट। कस्तो लाग्यो गाइस? कस्तो मुड? 2 गोली 2 हेडशट। अब यो भन्दा चाहिँ हामी आने वाला छौं आइए भाइ ले कस्तो बाच्यो कता बाबु गाइस हराउन सक्दैन गाइस। Lupa kamaya sakwa लो अब त गाइस सट्टी भए 500 आएछ यार। अझै मासुको झोल कस्तो यो रमेको राति कस्तो रानी के हो यो गाइस? म लास्ट निस्किसक्यो। यो यहाँ भी बुढा हैन, यहाँ भी भुट्नु पर्यो। कस्तो मत फुराम क्या यो गाइस? इसमा जानु होला। मेरो दिमाग लास्ट हरा भयो। अब त गाइस अति भयो गाइस, अति भयो। तर हामी गाइस म भित्र आएको म यहाँ दिमाग काट्छु यार। कति यहाँ भी बुढा बारे गाइस। अब लास्ट त अब छाडम भइसक्यो गाइस। छाडिन यार। अझै भाइ चाहिँ के बनाउँछ? गाइस हल्का गाडी गयो। बुढेछ अब त गाइस। तपाईँको गाइस
Setan. मुला जब मैले गुला लाउन लाग्छु है तपाईँ बेटा मेरो कुरा नै सुनेका अहिले आएर चाहिँ गाइस भिडियोलाई एन्टरटेन होला लाइक सब्सक्राइब ठोकेर जानु होला यो बन्दाको अन्तिम आइसकेको छ मलाई यो फोर किन्नु हल्का गाह्रो त हुन तर हल्का मैले अर्कै खालको कस्तो मुड बनाएको मासुको झोल गाइस मलाई लाग्छ अति भयो गाइस अब त गाइस म एक्सएमएट प्लस गाइस यमी कम्बिनेसन गाइस भिडियो हल्का लामो भइरहेछ किनकि गाइस तपाईँ लाइक र सब्सक्राइब हान्नु गाइस लाइक हाने नै के गर्नुहुन्छ कम हेर्नु फाइनल राउन्डमा हुने वाला छ पहिला गाडी दिउँ क्या masuk ke tak bayangin kami
कम्प्युटर बुट हुन्छ है कस्टममा गाइस कट्ठा डेजर फुटतिर त क्या नामेको लागि यो चलेको गाइस भिडियोलाई लाइक हल्का लामो हुन्छ हल्का चित्तले सिर भेट्छ अझै अझै लगातार बाँचिरहेको छ लास्ट बेला ट्राई गरेर ल भाइ छिटो लो गाइस बाहिर आउँदैन त गाइस मेरोमा मुड हल्का खराब भइरहेको छ अब गाइस म तपाईँलाई आफ्नो कस्टम मुड दिनेवाला छु प्लस यो भिडियो हेरेपछि तपाईँलाई के लाग्छ त्यो बन्दाले फेयर खेल्ने कि नन फेयर किनकि गाइस कस्टमहरूमा युएमपी चलाउनु पाइन्छ बुढा पाउँछ कट्ठा र हेडसट भनेपछि कट्ठा र हान्यो होला ल गाइस म तपाईँलाई आफ्नो कस्टम मुडवाला दिनेछु वाह मेरो हेर्नुलाई गाइस कस्टम मुड कपी सेयर गर्न सक्नुहुन्छ लिङ्क पे हेर्नुहोस् लेखलाई कस्टम कपी हुड गर्नु होला सक्सेसफुली यो हेर्नु राम्रोसँग देख्न सक्नुहुन्छ ल यो मेरो कस्टम मुड रन ग्लोबल स्कोप स्विच जम्प सेट हेर्नु होला गाइस आजको लागि यति नै बाई बाई प्लस सेन्सिटिभिटी गाइस ध्यान छ नि गाइस ल यो मेरो सेन्सिटिभिटी 130 सबै हेर्नु होला ल अहिलेकोमा जान्छु बाई बाई गाइस म लाइभ आउनुहोस् लाइभमा म गिल टेस्ट लिएर गाइस तपाईँलाई गिलमा चिनाउनु छु गस म नयाँ गिल बनाउनु लाउ त्यसको नाम हुन्छ ओन्ली फ्री स्टाइल गाइस फ्री स्टाइल हुन्छ गाइस अहिले म फ्री स्टाइल किनकि मैले रोनाल्डो जस्तो जोर्सी लगाएको थिएँ मैले मिल्छ गाइस बाई बाई नेक्स्ट भिडियो बाई बाई सब्सक्राइब